सो गाइज यतिका रुख चढिसकेको छ हिमाल। रुख एकदम लास्टै अप्ठ्यारो छ, त्यसैले उसले बिस्तारै काटिरहेको छ साल भारी नपुगेर। अल्तै ऊ तल छ, भारी नपुगेर ऊ रुख चढिरहेको छ अहिले। यति अग्लो रुखमा चढिरहेको छु अहिले। अहिलेको 10 बजिसक्यो बिहानको। यति डेन्जर छ यो रुख, लास्टै अप्ठ्यारो छ यो रुख। हामीलाई भोक पनि लागिसक्यो यतिखेर, 10 बजिसक्यो बिहानको। सो गाइज काटिसकेको छ अब उसले। अब भारी सारी बाँध्ने, घरतिर लाग्ने हुन्छ हाम्रो काम। चाहिँ झर्न आँटिसक्यो। ऊ चाहिँ अब झर्न आँटिसक्यो, माथि भारी नपुगेर माथि कसले टुबिएकोले छारेको रहेछ, त्यही काट्नका लागि गएको थियो। अब झर्न आँटिसक्यो ऊ। हाम्रो गाउँतिर एकदम घाँसको अभाव छ आजभोलि, खडेरी परेको कारण घाँस पनि पलाएको छैन आजभोलि त। यति नै भन्न चाहन्छु, बाँकी भिडियो अर्को पार्ट। गाइजहरू अरू सबै गर्नु, तर यो गराइलोको गाउँमा केटीहरूले कहिले पनि झुक्केर बिहे नगर्नु, किनकि यो एकदम डेन्जर ठाउँ हो। यहाँ घाँस पनि पाइँदैन, पानी पनि राम्रोसँग पाइँदैन, र यो गाउँमा बिहा गर्ने केटी एकदम अभागी हुन्। त्यसैले भन्न चाहन्छु कि झुक्केर पनि गराइला गाउँमा बिहा नगर्ने। घाँस पनि पाइँदैन, साल पानी केही पाइँदैन, यहाँ केहीको सुविधा छैन, विकास पनि अझै पुगेको छैन। त्यसैले यो ठाउँमा बिहा गर्नुभन्दा केटीहरूले 100 पटक सोच्दा पनि हुन्छ। यस्तो डेन्जर ठाउँ चाहिँ यो।